वास्तवमा यो साँचो कुरा हो। हिजोको मन्त्री परिषद बैठकबाट नेपाल सरकारले निर्णय गरेको छ। विगत लामो समयदेखिको निरन्तर प्रयास हाम्रो अब त्यसले सार्थकता पाएको छ र मन्त्री परिषदले जे कारणले रोकेको थियो, एउटा प्राविधिक समस्या भनौँ, काम एउटा ऋण लाग्यो, धर्मसुन्दरी फाउन्डेसनले बनाउँदै गर्दाखेरि ऋण लाग्यो र त्यो ऋणलाई अब चुक्ता गराउन सक्दाखेरि बाँकी काम अगाडि बढ्न सकेको थिएन र लगभग झन्डै 1.5 वर्षदेखि काम अहिले रोकेको अवस्थामा छ र धेरै पटक हामीले प्रयासहरू गर्यौं, पत्रचारहरू गर्यौं। अब खेलकुद मन्त्रालय मार्फतबाट पनि गर्न कोसिस गरियो। अब सबैतिरबाट गर्न खोज्दै पनि धेरै नै अब झन्झटहरू र लामो समय लागेर पनि त्यो एउटा समाधानमा पुग्न सकेको थिएन। अहिले पछिल्लो महानगरपालिकाले सोझै पत्रचार गर्यो मन्त्री परिषदलाई, प्रधानमन्त्री कार्यालयलाई कि यो ऋण यस्तो छ भन्ने कुराको यकिन गरेर महानगरपालिकाले यो चाहिँ अब यसको आवश्यक व्यवस्थापन गर्नका लागि भनेर पत्रचार पठाएपछि मन्त्री परिषदले त्यो निर्णय हिजो गरेको छ। अब फाउन्डेसनको ऋण तिर्दिने ऋण अब उहाँले 18 करोड भन्नुभएको छ। जहाँसम्म हामीलाई जानकारी भए अनुसार चाहिँ 12 करोड अनुदानका रूपमा अब एउटा भुक्तानी प्रक्रिया पनि सरकारी एउटा नम्समा टेकेर त्यो गर्ने गरी अब त्यो छ। त्यो अब फाउन्डेसनलाई गर्ने र बाँकी निर्माण कार्यको जिम्मा चाहिँ अब महानगरपालिकाले अगाडि बढाउने अथवा संघीय सरकारले खेलकुद मन्त्रालयले गर्ने भन्नेमा पनि हामी छलफलमै छौं। जहाँसम्म लाग्छ महानगरपालिकाको तर्फबाट मैले भन्नुपर्दाखेरि चाहिँ अब यहाँ चाहिँ हामीलाई बन्नु र चल्नुसँग अलिकति सरकारको विषय छ। भरतपुर महानगरपालिकालाई महानगरपालिका अरु धेरै जनताका पनि यावत सरकारका विषयहरूलाई पनि हामीले कार्य सम्पादन गर्नुपर्ने, कामहरू गर्नुपर्ने हुँदाखेरि यति ठूलो परियोजना अन्तर्राष्ट्रिय स्तरको रंगशाला सकेसम्म संघीय सरकारले नै गर्दा पनि हुन्छ भन्ने हाम्रो चाहिँ धारणा छ। यही हिसाबले हामीले सल्लाह चाहिँ माथि संघमा अथवा प्रधानमन्त्री कार्यालयमा हामीले दिएका छौं। जहाँसम्म अब संघीय सरकारले नै खेलकुद मन्त्रालय, खेलकुद परिषद मार्फतबाट यो काम अगाडि बढ्छ। अब यो प्रक्रिया त अगाडि बढ्ने कुरा भयो। अब कहिलेबाट निर्माण प्रक्रिया सुरु होला? मान्छेलाई चासोको विषय छ, लगभग 1.5 वर्ष भयो रोकिएको। एकदमै यो विषयमा अब आम नागरिकलाई जति चासो छ त्यो भन्दा बढी जनप्रतिनिधि हुनुको नाताले हामीलाई बढी अझ चासो र चिन्ता छ। र अब हिजो मात्रै क्याबिनेटबाट त्यो निर्णय भयो र तत्कालै मैले फेरि अब खेलकुद मन्त्री त खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई आज बिहान मात्रै मैले फोन गरेर अब तपाई कति पनि ढिला नगरिकन बजेट हामीसँग छ, त्यो बजेट अनुसार अब यसको समग्र फेरि यकिन गरिकन हैन, अब यसको समग्र डीपीआर त छ, डीपीआर छ, त्यसलाई के रिभाइज गर्नुपर्ने छ भने पनि तुरुन्तै प्राविधिकहरूलाई ल्याएर यसको चाहिँ अन्तिम यसको चाहिँ खाका बनाएर चाहिँ अब टेन्डर प्रक्रिया अगाडि बढाउन पर्यो भनेर खेलकुद परिषदका सदस्य सचिवसँग कुरा भएको थियो। मैले त्यो भन्दै गर्दाखेरि उहाँ त बिहान नै चाहिँ यो इन्जिनियरिङ कलेजका प्राविधिकहरूसँग हैन के अरे पुल्चोक इन्जिनियरिङका प्राविधिकहरूसँग उहाँ बस्ने एउटा बैठक नै बस्दै गर्नुभएको रहेछ। यही रंगशालाकै बारेमा अब G2G गरेर जाँदाखेरि अब फास्ट ट्र्याकबाट जान सकिन्छ। अब कन्सल्टेन्ट हायर गर्दाखेरि फेरि महिना लाग्ने यो त्यो अब एउटा प्रतिस्पर्धा समय हुँदाखेरि अलिकति लामो समय लाग्ने भएको भएर G2G गर्दाखेरि पुल्चोक इन्जिनियरिङलाई दिने गरी उहाँ छलफलमा जुटिसक्नु भएको छ। सायद अब छिटै यहाँको अब समग्र यकिन गरेर अब बहुवर्षीय सहमति लिएर टेन्डर प्रक्रिया अगाडि बढ्छ। यो दिशातर्फ हामी एकदम सक्रियतापूर्वक सँगसँगै अगाडि बढेका छौं।